आज हामी सिक्दैछौँ बिल्डर जेल कसरी एप्लाई गर्ने भनेर। त्यसको लागि चाहिँ मैले बफर र फाइलर लिए। त्यसपछि मैले एक्सटेन्सन गरेको नेलमा चाहिँ मजाले त्यसको साइनिङहरू हटाउनको लागि चाहिँ मैले यसरी फाइल गरेँ। हाम्रो चाहिँ साइनिङहरू सबै हटाउनु पर्ने हुन्छ। यसरी फाइल गरिसकेपछि चाहिँ साइडबाट पनि हामीले चाहिँ नेलको सेपहरू बनाउनु पर्ने हुन्छ। क्लाइन्टलाई चाहिँ कस्तो सेपमा चाहिन्छ त्यही अनुसारले चाहिँ हामीले सेप मिलाउनु पर्ने हुन्छ। हामीले दुवै साइडमा फाइल गर्दाखेरि फाइलरलाई चाहिँ सिधा टाइपमा राख्नुपर्ने हुन्छ र हामीले अगाडिको भागमा लगाउँदाखेरि पनि सिधा राखेर गर्नुपर्ने हुन्छ। फाइल गरिसकेपछि चाहिँ हामीले बफर गर्नुपर्ने हुन्छ। बफरले चाहिँ स्मुथ बनाउँछ भने फाइलरले चाहिँ रफ बनाउँछ। हामीलाई चाहिँ स्मुथ चाहिन्छ जेल लगाउनको लागि, त्यही भएर चाहिँ यसरी बफ गर्ने। त्यसपछि हामीले डस्टहरूलाई रिमुभ गरेर वाइपले मजाले क्लिन गर्ने। क्लिन गरिसकेपछि चाहिँ फर्स्टमा हामीले चाहिँ प्राइमर एप्लाई गर्नुपर्ने हुन्छ। प्राइमरलाई चाहिँ हामीले सुकाउनु पर्दैन। त्यसलाई लगाइसकेपछि एकछिनपछि हामीले बेस कोट एप्लाई गर्ने। बेस कोट एप्लाई गर्दाखेरि चाहिँ हामीले 120 सेकेन्ड त्यसलाई क्योर गर्नुपर्ने हुन्छ। यो चाहिँ जेल भएको भएर चाहिँ यसलाई सुकाउनु पर्ने हुन्छ। बेस कोट एप्लाई गरिसकेपछि हामीले चाहिँ बिल्डर जेल एप्लाई गर्छौँ। बिल्डर जेल फर्स्टमा एप्लाई गर्दाखेरि चाहिँ एकदमै पातलो लेयरमा चाहिँ लगाउनु पर्ने हुन्छ। बिल्डर जेल हामीले ब्रसमा लिँदाखेरि एकदमै थोरै लिनुपर्ने हुन्छ। हामीले चाहिँ डबल कोट गरेर लगाउँछौँ, त्यही भएर चाहिँ हामीले चाहिँ थोरै थोरै गरेर लगाउने। ब्रसमा भएको चाहिँ हामीले यसरी बिल्डर जेललाई चाहिँ हामीले यसरी राख्ने र राउन्ड गर्दै हामीले चलाउँदै यसरी क्युटिकल साइडमा चाहिँ हामीले धेरै प्रेस नगर्ने, लाइट प्रेस गरेर लिएर जाने। बिल्डर जेल लगाउँदाखेरि चाहिँ हामीले क्युटिकल साइडतिर चाहिँ नलगाउने तरिकाले लगाउनु पर्ने हुन्छ। एकदमै लाइट गरेर लगाउने। यसरी लगाइसकेपछि चाहिँ हामीले यसलाई चाहिँ 120 सेकेन्ड क्योर गर्नुपर्ने हुन्छ। नेल टिप्सको साइडमा चाहिँ एकदमै पातलो लेयरमा लगाउने। हामीले चाहिँ यो डबल कोट गर्नुपर्ने हुन्छ, त्यही भएर हामीले चाहिँ पातलो लेयर लगाएर अनि हामीले डिप डाउन गर्नुपर्ने हुन्छ नेल बेड राम्रो होस् भनेर। यसलाई चाहिँ हामीले 120 सेकेन्ड क्योर गर्नुपर्ने हुन्छ। बिल्डर जेललाई चाहिँ हामीले क्योर गरिसकेपछि चाहिँ हामीले क्लिन्जरले वाइप गर्ने। क्लिन गर्नको लागि चाहिँ जेल क्लिन्जर भनेर छुट्टै पाउँछ। अनि यसलाई चाहिँ हामीले चाहिँ कटन प्याडमा राखेर हामीले यसरी क्लिन गर्नुपर्ने हुन्छ। यसरी क्लिन गरिसकेपछि चाहिँ हामीले फाइल गर्नु पर्यो। फाइल गरेर चाहिँ हाम्रो नेल बेडलाई चाहिँ स्मुथ बनाउने। हामी दुवै साइडमा हामीले जेल लगाइसकेपछि चाहिँ फाइल गरिसकेपछि दुवै साइडबाट पनि हामीले साइड बाई साइड जसरी पहिला हामीले गरेको थियौँ नेल सेपहरू सब मिलाउनुपर्छ। यसरी सेप मिलाइसकेपछि चाहिँ हामीले बफर गर्नुपर्ने हुन्छ। यसले चाहिँ हाम्रो रफ बनाउँछ, त्यही भएर हामीले चाहिँ बफर फेरि गरेर हामीले चाहिँ स्मुथ बनाउनु पर्ने हुन्छ। हामीले बफर फाइलरहरू गर्दाखेरि पनि हामीले नेल बेडहरू चाहिँ धेरै ठुलो नदेखियोस् भनेर मजाले दुवै साइडबाट फाइल गरिदिनु पर्ने हुन्छ। हामीले क्लाइन्टको कस्तो नेल चाहिन्छ त्यही अनुसारले हामीले चाहिँ नेल सेपहरू पनि मिलाउनु पर्ने हुन्छ। त्यसपछि हामीले बफर गरिदिने। बफर गरिसकेपछि त्यहाँ डस्ट पनि नबसोस् भनेर चाहिँ हामीले क्लिन गर्ने, डस्टहरू हटाउने। हटाइसकेपछि चाहिँ हामीले चाहिँ फेरि बेस कोट एप्लाई गर्दैछौँ। बेस कोट चाहिँ हामीले जेल कलर लगाउनुभन्दा अगाडि पनि हामीले बेस कोट एप्लाई गर्नुपर्ने हुन्छ। यसलाई एप्लाई गरिसकेपछि हामीले फेरि 120 सेकेन्ड क्योर गरिदिने। जेल कलर एप्लाई गरिसकेपछि चाहिँ हामीले कलर कोट एप्लाई गर्ने। कलर कोट एप्लाई गर्दाखेरि पनि हामीले चाहिँ एकदमै पातलो लेयरमा फर्स्ट कोट लगाउने। फर्स्ट कोट लगाएर चाहिँ हामीले 120 सेकेन्ड क्योर गर्ने। त्यसपछि फेरि सेकेन्ड कोट लगाउने। सेकेन्ड कोट लगाएर पनि 120 सेकेन्ड क्योर गर्ने। क्योर गरिसकेपछि चाहिँ हामीले टप कोट लगाउने। टप कोट लगाइसकेपछि चाहिँ हामीले क्युटिकल ओइल भन्ने हुन्छ त्यसलाई चाहिँ अनि हाम्रो क्युटिकल साइडतिर चाहिँ मजाले मसाज गरिदिने क्लाइन्टको। आजको लागि यति नै। हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला। अनि नेक्स्ट भिडियोमा आउँदैछु नयाँ डिजाइनहरू कसरी बनाउने भनेर सिकाउँदैछु। सो प्लिज फलो गर्न नबिर्सिनु होला। थ्याङ्क यू।